Hello guys, welcome to my vlog. फेरि पनि यो मेरो सेकेन्ड भ्लग हो र आज चाहिँ हामी गान्तोक घुम्न गइरहेको छौं। यो चाहिँ मेरो आजको आउटफिट हो अनि यो चाहिँ मेरो ब्याग हो। यहाँ चाहिँ मेरो छोरा रेडी भइसकेको छ। पिसन हालो भन्दिनु यहाँ। ओके, अब रेडी भएर हामी भेट्ने छौं। बाइ बाइ। Guys, ready to go. के हो उइसमा त सानो छिटो देख्दैन, उयो देख्दैन त क्लियर देख्दैन त। बाबा बाइ पिसु हेलो गर्दिनु। जय मासे हो के छ? यहाँ चाहिँ हाम्रो छ कोरियन बोय, ब्यारेकको कोरियन बोय। यो चाहिँ हाम्रो रम्फूको नयाँ पुल। सिमेन्ट दुई जग्गै छ हो है छैन। So guys, हामी चाहिँ अहिले माझीटार आइपुगेको छ। माझीटारमा चाहिँ हामीले मिनीहरूको लागि सामानहरूको लागि हामीले त्यहाँ सपिङ गरेको थियो, तर त्यो चाहिँ देखाउन सकिनँ बेसी भिड भएको कारणले गर्दा। हामी यहाँबाट चाहिँ जाँदैछौँ, सिङताम आइपुग्नु आँट्यो। अनि यो चाहिँ सिङताम क्रस भइसकेर है, अनि टनल छ, अनि त्यो टनल क्रस गर्दै गरेको नानी चाहिँ एकदमै खुसी भइरहेको थियो नि त है, टनल आउँदा। सो हामी चाहिँ अहिले रानीपुल आइपुग्यो। हामी चाहिँ राखीकोमा अङ्कल सुसन्ता सच्चुको घरमा हामी जाँदैछौँ। आज चाहिँ छुट्टी थियो नि त प्रकाशको, मेरो हस्बेन्डको, अनि त्यही भएर चाहिँ नानीलाई पनि घुमाउँदै भनेर चाहिँ है, निनीको चाहिँ खुट्टा मर्किरहेको थियो, त्यही कारणले गर्दा हामी निनीलाई पनि भेट्नु गएको थियो। हामी चाहिँ यहाँ रानीपुलको ट्राफिकमा एकछिन बस्नु पर्यो। अनि हामी फेरि लाग्यो। हामी चाहिँ रुम्तेक गएको। फर्स्ट हामी रुम्तेक जानेछौँ। मेफेयर आइपुग्यो। अनि मेफेयरबाट चाहिँ यता लेफ्टपट्टि जानुपर्ने हुन्छ। अनि यहाँबाट चाहिँ हामी अदमपुल भएर रुम्तेक पुग्नेछौँ। सो गाइस, भिडियोलाई सुरुदेखिको अन्तसम्म हेरिदिनु होला। यहाँ चाहिँ पिसनले गीत गाइरहेको छ। अनि मैले यहाँ भाइलाई पनि सोधिरहेको थिएँ, गीत गाउनु न भनिरहेको थिएँ मैले चाहिँ। अनि यहाँ भाइले पनि गीत गाउन भनेर भनिरहेको थिएँ। अनि मेरो हस्बेन्डले गीत गाएको सुन्नुहोस् न। अन्त यो चाहिँ अदमपुल। यहाँबाट चाहिँ चिसो छ है, किनकि यो चाहिँ बेसी माथि टपमा छ नि त रुम्तेक, त्यही भएर चाहिँ है यहाँबाट चाहिँ हामीलाई एकदमै चिसो भइरहेको थियो है, मजा आइरहेको थियो। वेदर पनि एकदमै दामी थियो। अन्त यो चाहिँ नेचर हेर्नुहोस्। फाइनली हामी राखीकोमाको घर आइपुग्यो। अनि राखी चाहिँ एकदम पुष्पा जस्तै हिँडिरहनु भएको थियो नि त। अनि यहाँनिर राखी मिमीलाई भेट्यो, हामीले नु गऱ्यो सबैजनाले। अनि सुसन्तालाई सोध्दै थियो, सुसन्ता चाहिँ स्कुल गएको थियो रहेछ, सच्चु पनि गान्तोकमै। अनि हामी अब चाहिँ राखीकोमाको घर जाँदैछौँ। स्कुल जानुभयो हैन नि? अनि राखीकोमाको चाहिँ खुट्टा भाँचेर अलिक हिँड्नु सकेको छैन रहेछ नि त। अनि हामी घर गयो। बिचारा
अङ्कल चाहिँ हाम्रो निम्ति राखिहेर्छ एकदम खानाको लागि रेडी मसलाहरू पिस्दै रहेछ है। अनि हामी गयो अङ्कललाई पनि भेट्यो गऱ्यो अनि अङ्कलले चाहिँ हाम्रो लागि खानाहरू बनाइदिइरहनु भएको छ। अनि यो खानाहरूको पनि भिडियो हामीले गर्न सकेनौँ, एकदमै सरी। अनि यो चाहिँ है माथि रुमटेकबाट चाहिँ तलनिर यो भ्यू चाहिँ देख्नु हुँदैछ तपाईँहरूले। यो चाहिँ गान्तोकको भ्यू हो, यो घरहरू हो। अनि यहाँनिर चाहिँ मैले है मलाई देखा न मलाई म भन्छु भनिरहेको थिएँ है। अनि यहाँबाट चाहिँ मैले भनिरहेको छु। हेलो गाइस, तपाईहरुले चाहिँ बडा भिड देख्नु हुँदैछ, यो चाहिँ गान्तोक। सो हामी फाइनली राखीको घरमा गएर हामी चाहिँ एमसी मार्गमा आइपुग्यो। अनि एमसी मार्ग गएर हामी एकछिन घुमेँ त्यहाँनिर। अनि लालबजार पनि गएँ। यहाँनिर चाहिँ हामी एमसी मार्गमा भिडियो गर्दै गरेको तपाईँहरूले देख्न सक्नुहुन्छ। यो चाहिँ भाइले भिडियो गर्दै गरेको बनाइदिँदै गरेको मेरो तपाईँहरूको लागि। फाइनली है सच्चीलाई पनि भेट्यो हामीले भाइलाई हामीले नानीले यहाँनिर है गाडी किन्ने भनेर यहाँनिर मिल्क ट्रक किनेछ है। अनि यहाँनिर गाडी पनि किनेछ है। अनि हामीले त्यहाँनिर चियाहरू खाएँ, भाइहरूले चिया खानुभयो। अनि मैले चाहिँ कफी खाएँ, टी कर्नर। यहाँ मैले देखाइरहेको छु यो चाहिँ कफी भनेर है। सबैले चिया खाइरहेको छ। अनि यहाँनिर मैले चाहिँ कफी खाएको भनेर मैले देखाइरहेको छु। अनि हामी फाइनली है यो चाहिँ वेस्ट पोइन्टको भ्यू तपाईँहरूको लागि। यहाँ माथिबाट चाहिँ एकदमै राम्रो देख्दै रहेछ नि त यो भ्यू, मलाई पनि पुरा मनपर्छ। अनि हामी भित्र गयौँ, फुड पोइन्टमा आएको छ। फुड पोइन्टमा बसेँ हामी एकैछिन, त्यहाँदेखिको हामी फुड पोइन्टबाट एकछिनमा हामी फेरि पनि हामी तल भित्र पस्यो है। त्यहाँनिर चाहिँ नानी चाहिँ पुरा इन्जोय गरिरहेको थियो। हामीले लाइटहरू पनि दामी लगाइरहेको थियो। अनि यहाँ चाहिँ नानीले चाहिँ एलिभेटरमा चढ्नुको लागि पापालाई बाई बाई पापा भनेर भनिरहेको थियो। हजुर देखिसक्नुहुन्छ मेरो दिदीले यहाँ सपिङ गर्नु हुँदैछ तर किन्ने चाहिँ विचार छैन। गाइस यहाँ त एकदमै एक्सपेन्सिभ है, एकदमै महँगो रहेछ नि त। यस्तो छ तपाईहरुले पेन्डलिस देख्न सक्नुहुन्छ। हाम्रो यहाँ चाहिँ स्वच्छ भाइ भन्दा चाहिँ यहाँ चाहिँ हाम्रो भेना अन्त चाहिँ हामीले कतिवटा हेऱ्यो हेर्नु त। अनि यहाँ चाहिँ एलिभेटरमा नानी र मेरो हस्बेन्ड चढ्दै गरेको। अनि नानी चाहिँ पुरा खुसी भइरहेको थियो नि त, एक्साइटेड कराउँदै गरेको। हेर्नु न मजा लागिरहेछ नानीलाई चाहिँ। खुट्टा खुट्टा माथि नानी। भेरी गुड, थ्याङ्क यू गाइस। फेरि पनि हामी आउँदाखेरि माझीटारबाट हामीले अलिकति घरको लागि सपिङ गरेको थियौँ। त्यो पनि देखाउन सक्दैन राति किनकि पुरा भिड थियो। अनि त्यही भएर चाहिँ हामीले के सामान ल्यायो भनेर चाहिँ देखाउँदैछ। गाइस तपाईँहरूलाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा, लाइक कमेन्ट गरिदिनु भएकोमा। थ्याङ्क यू सो मच। अनि मेरो युट्युब च्यानलमा पनि सब्सक्राइब गरिदिनुहोस् होला। तपाईँहरूले गएर द बेस्ट लाइफ छ है मेरो च्यानलको नाम। अनि तपाईँहरू गएर मेरो च्यानलमा तपाईँहरूले सब्सक्राइब गर्न सक्नुहुन्छ, मेरो भिडियोलाई हेर्न सक्नुहुन्छ। सानसानो है घरको सामानहरू ल्याइरहेको थिएँ है। अनि यो चाहिँ है मेरो नानीले चोइस गरेको मन पराएको। अनि उसले सामान पुरा बोक्दै थियो है, सबै एक्साइटेड भएर ट्रली मागेर गर्दै थियो है।
अनि यो चाहिँ बिस्किट यो चाहिँ म बिहान बिहान चियासँग खान्छु नि त त्यही भएर डाइजेस्टिभ बिस्किट तर अफरमा चाहिँ 100 मा दिइरहेको छ and this one Oreo okay thank you guys thank you for watching like comment share गरिदिनु होला हुन्छ okay bye bye see you next vlog